हेलो नमस्कार दर्शकबिन, म नवीन तामाङ। आज म मकवानपुर हेटौडाको यो खोलन छेउनी रहेछु। हाम्रो सरकारी जग्गा यो ऐलानी जग्गा चाहिँ दिने कुराहरू भएको थियो, त्यसै कारण म यहाँ आएको थिएँ। मास्तिर तपाईले देख्न सक्नुहुन्छ प्रहरी हाम्रो साथीहरू हुनुहुन्छ। यतातिर सबैजनाले यो चाहिँ सरकारी जग्गा यो ऐलानी जग्गा चाहिँ सुकुम्बासीहरूको लागि सरकारले दिने कुराहरू गरिरहेको थियो र सबैजनाले यहाँ चाहिँ आफ्नो घेरा लगाएर किला गाडेर हैन आफ्नो राम्रो जग्गाहरू छानेर चाहिँ नि डोरी टाक्ने अनि यताउता कामहरू भइरहेको छ। यो एकदमै म के भन्न चाहन्छु भने सबैजनाले यो भिडियो शेयर गरिदिनु होला। म के भन्न चाहन्छु भने सरकारलाई यो आफूले यो रोचेर चाहिँ हुँदैन है। यति यो ऐलानी जग्गा सरकारले दिने नै हो भने सबैलाई एकदमै नापेर हैन नापजाप गरेर परिपञ्च गरेर चाहिँ हामीलाई दिनुपर्छ। यो सबैले आफ्नो तरिकाले चाहिँ नि कोहीले धेरै कोहीले थोरै गरेर चाहिँ यहाँ हैन लापरवाही भइरहेको छ। हाम्रो यहाँ माथितिर देख्न सक्नुहुन्छ। अहिले एकछिनपछि म तपाईहरुलाई माथितिर गएर देखाउनेवालामा छु। म चाहिँ 3-4 पटक आइसक्यो हैन। म पनि अलिकति पाउँछु कि भन्ने आशाले काठमाडौँदेखि आएको छु र काठमाडौँदेखि आउँदै एक्सिडेन्ट भएर यस्तो भएको छ। साथीहरु देख्न सक्नुहुन्छ। तपाईहरुले के भन्न चाहनुहुन्छ? अब आफ्नो तरिकाले चाहिँ यसरी डोरी टाक्ने किला गाड्ने गरेर चाहिँ नि गर्यो भने चाहिँ यो अस्तिकै पारा होला है। यो कसैले पाउँदैन। त्यही भएको कारणले गर्दाखेरि जो जतिले यो भिडियो हेर्दै हुनुहुन्छ सम्पूर्णले परिपञ्च नापेर सरकारी नियम अनुसार जो जतिले कति पाउने हो हैन त्यो अनुसारले चाहिँ नि सरकारले चाहिँ नापेर दिनु पर्यो हैन। यसरी चाहिँ व्यक्तिले चाहिँ किला काटेर यो डोरी टाँगेर चाहिँ यो चाहिँ भएन। यो चाहिँ एकदमै लापरवाही भयो है। त्यसै कारण म भन्न चाहन्छु सबैले यो सबै हो। यो तपाईले भिडियोमा देखिरहनु भएको छ नि, यो दोजर भागोदेखि माथि रापती हो कि के पुल छ हैन। यो त्यहाँसम्म चाहिँ यो ऐलानी जग्गा रहेछ। सरकारले चाहिँ यो सुकुम्बासीलाई चाहिँ दिने कुराहरू भएको थियो है। म तपाईहरुलाई देखाउँदै छु। Ali, kama? त्यही त भनेको हाल्ला तिक जाबे होय मी पुंगलो त मजरी रोन्न यारी कडी मला सबैजना छाता ओढेर बसिरहेछ के माथितिर। पहाडमा सयौं घर बाढी पीडित हुन्छ हो। भइसकेपछि त्यहाँको बाढी पीडितलाई कहाँ राख्ने भनेर मान्छेले
सरकारले तारबार जाली भिरेर सरकारले गर्ने काम गर्यो भने हामी पनि छिर्नेवाला त छैन नि। अब त्यति खाली पैसा सबैलाई दिँदा भयो नि त। भवन बनाए अनि मान्छेलाई चाहिँ बस्ने ठाउँ छैन। चाहिएन हामीलाई त्यसमा के बाधा छैन। होइन कोही कुरा गर्न जानुहुन्छ भने 4-5 जना जानु होइन हामी पुर्याइदिन्छौँ। आज हामी कुरा गर्न जान भ्याउँदिन पछि जाउँ ल होइन किनभने आज हामी पक्नु पाउनुपर्छ। आज परेछ भने हामी लाइभ लाग्छौँ किनभने मेरो त घर छैन तर मेरो मात्रै होइन कहीँ जनताको घर छैन तर म चाहिँ एक नम्बर त्यस्तो मान्छे हो। म एक नम्बरको पीडित होइन। मेरो कोही छैन। कुनै सर यहाँ गाडी दुःखमा बसेर कुनै घर लगेको हुन्छ अनि हो त हेरेर बिदा भइगयो छानबिन गर्ने बिदा भइगयो होइन मेरो नाउँ उनीले पाएको छैन उनी जहाँ पाउने कुरा होइन नि पैसाको माथि हामी जग्गा छोड्दैनौँ। यार कड़ी मुला रात परिमा यहाँ अब घर उठाउँछौँ हामीले त। ये जगह है गाइस राम तो क्यों जी क्यों रे तो क्यों है ए माथि दिल्लीमा पाउने बस्नेहरुले जग्गा पाउँदैन है जग्गा पाउँदैन दिल्लीमा बस्नेहरुलाई छाता ओढेर मान्छे देखे हैन
बेच्नलाई किन त फाइन भइरहेछ त यो यही दिदीबहिनी जन्म दिएर यसरी हिँडिरहेछ पहिलेदेखि सुनिरहेछ यो ग्यारेजको कहाँ गयो ग्यारेज नभए पनि हामीलाई अन्त दिलाएरै छोड्नु पर्यो सरकारले सब कुरो